हिउँ पर्ने बेला त यहाँ पुरै ढाक्नेवाला यो सबै यता त ल अहिले भर्खर त्यो फुल देखिरहेको थियो अब छैन एकैछिनमा ढाक्ने एकैछिनमा बादल देख्ने र एकैछिनमा ढाक्ने धौलागिरी रेन्ज हो धौलागिरी त्यो उतापट्टिको के अरे अन्नपूर्ण साउथ ओके सो आज चाहिँ हामी आजको राति चाहिँ हाम्रो यो के अरे यसको हाई अल्टिट्युड टेन्ट एन्ड क्याम्पमा चाहिँ हाम्रो बास हुनेछ सो आउनुहोस् त यो लास्ट टवाको पहेँलोवाला चाहिँ हाम्रो टेन्ट भन्नुभयो हाम्रो दाइ भाइले यही त होला नि फेरि भित्र मान्छे छैन नि हेलो हेलो ए है हाम्रो टेन्ट चाहिँ यो भयो त्यहाँ साह्रो देखाइ भन्दा त्यसपछि गएर अर्को यो छ अनि यहाँ भित्र छिर्ने जुत्ता खोल्ने होइन जुत्ता खोल्नु पऱ्यो नि त होइन फेरि एकछिन त ल आया भित्र ल आजको देउता म गएको ल आजको यात्रा सरी नाइट चाहिँ आज हामी यो ट्रेनभित्र बस्नेछौँ है त भन्दै हेलो नमस्ते फ्रम टिकाधारा आज बिहान चाहिँ हामी 5 बजे बुकीपाटनबाट ठ्याक्क उठेर हिँडेको थियौँ होइन अहिलेको टाइम भनेको कति बज्यो 7:18 भने चाहिँ लगभग 2.5 घन्टा चाहिँ हामी ट्रेक गरेर अथवा हाइक गरेर चाहिँ अहिले हामी चाहिँ टिकाधारामा आइपुगेका छौँ टिकाधाराको अल्टिट्युड हाइट चाहिँ 4200 मिटर माथि छ होइन 4200 मिटरमा अहिले हामी बसिरहेका छौँ भनेदेखि विशेष गरी टिकाधाराको आकर्षण चाहिँ होइन हरिया पाटनहरू होइन हरिया खर्कहरूदेखि लगायत भेडी फार्म भैँसी फार्म त्यसपछि गएर मेरोभन्दा यतापट्टि साइडको जुन हिमालको रेन्जहरू छ बुर्जा हिमाल त्यसपछि गएर धौलागिरी रेन्ज होइन त्यसपछि माछापुच्छ्रे हिमालको यहाँको एकदमै सुन्दरता भनेको चाहिँ टिकाधाराको सुन्दरता भनेको चाहिँ यही नै हो हामी ढोरपाटन आउँदै गर्दाखेरि जस्तो पानी परिरहेको थियो होइन भोलिपल्ट ढोरपाटनको मौसम एकदमै राम्रो भयो सो हामीले एकदमै राम्रोसँग इन्जोय गऱ्यौँ त्यसपछि गएर हामी ढोरपाटनबाट बुकीपाटन आउँदै गर्दा पनि मौसम एकदमै राम्रो थियो आज पनि बुकीपाटनबाट हामी टिकाधारा आउँदै गर्दा पनि मौसम अति नै राम्रो छ है अति नै राम्रो छ सो यहाँको हामीले अब मोबाइलमा अथवा हाम्रो फोनमा क्याप्चर गर्ने भन्दा पनि हाम्रो नेकेड आँखाले हेर्दा चाहिँ यहाँको सुन्दरतालाई चाहिँ हामीले साँच्चै एकदमै त्यो अनएक्सपेक्टेड नै छ अनएक्सपेक्टेड भ्युज नै देखिन्छ तर मोबाइलबाट क्याप्चर गर्दा भन्दा चाहिँ अलिकति खासै राम्रो चाहिँ देखिँदैन सो भने बिहानको मौसम पनि भएर होला सो अब तपाईँहरू पनि यदि बुकीपाटन आउँदै हुनुहुन्छ भने प्लिज डोन्ट मिस दिस प्लेस गाइज डोन्ट मिस दिस प्लेस यो भने एकदमै अमेजिङ ठाउँ रहेछ सो हामी यहाँ अहिले आइसकेको 2.5 घन्टाको ट्रेकपछि हिँड्ने बाटो पनि त्यस्तो साह्रो गाह्रो छैन होइन सबैजनालाई मलाई जहाँसम्म लाग्छ राम्रोसँग आउन सक्नुहुनेछ होइन तर आउँदै गर्दाखेरि टिकाधारा आउँदै गर्दाखेरि चाहिँ तपाईँहरूले आफूलाई चाहिने न्यानो कपडा होइन पानी अथवा स्न्याक्सहरू चाहिँ बोकेर आउँदा चाहिँ बेटर हुन्छ किनभने यहाँ आउँदाखेरि अलिकति चिसो हावा चल्ने होइन त्यो भोलि गएर हेल्थमा समस्या हुन सक्ने होइन तपाईँहरू यदि आउने प्लानिङ गर्नुहुन्छ भने चाहिँ आफूलाई आवश्यक पर्ने स्टफहरू चाहिँ हजुरले बोकेर आउनुभयो भने चाहिँ राम्रो हुन्छ है त र त्यसपछि गएर अहिले हामी ठ्याक्क यो हाम्रो टिकाधाराको एकदमै पिक पोइन्टमा छौँ होइन एकदम पिक पोइन्टमा यहाँदेखि चाहिँ अब
सायद योभन्दा अग्लो ठाउँ चाहिँ मलाई लाग्छ छैन भने होइन त्यो सो हामी यहाँ आएर हामीले फोटो खिच्छ भिडियो खिच्छ इन्जोय गरेर त्यसपछि हामी फेरि भेरी फार्म चाहिँ हामी जान्छौँ है त। हामी चाहिँ आज टिक्का धाराबाट बुकी पाटन फर्किने क्रममा यहाँ भेरी फार्म आइपुगेको छौँ। भेरी फार्म आउँदै गर्दाखेरि अब एकदमै राम्रो देखिँदो रहेछ होइन। यो ग्रिन पार्टमा चाहिँ भेडाहरू सेतै पार्टमा देख्दा एकदमै रमाइलो फिल हुने रहेछ। हामीले आएर भिडियो सिडियो चाहिँ एकदम रमाइलो लाग्यो। यहाँ हाम्रो भेरी फार्म एकजना दाई हुनुहुन्छ। दाई हजुरको नाम? हजुर मेरो नाम चाहिँ दीपक विश्वकर्मा हो। दीपक नै लहरमान विश्वकर्मा। यो भेरी फार्म हजुरको हो कि के छ यसमा? यसमा चाहिँ हामी चाहिँ अब 3-4 जिल्लाका छौँ। हजुर। रुकुम, रोल्पा, हजुर, बागलुङ अनि प्युठान कति घरको छ गरेर अब 4 जिल्लाको गरेर हामी चाहिँ अब त्यस्तै अब समथिङ 15-20 घर जति छौँ है। यो भेडा हामी चाहिँ 15-20 घर जति छौँ। हजुर। अनि अहिलेलाई चाहिँ यहाँ चाहिँ हामी गोठाला चाहिँ 9 जना छौँ। ओके, गोठाला 9 जना हुन्छ। हजुर। यहाँ भेडा लगभग कतिवटा जति होला? यहाँ भेडाहरू चाहिँ अब 2000 हजुर। बढीमा चाहिँ अब 2500 सम्म छ होइन। अनि अब हिजो र आज चाहिँ एकदम मौसम क्लियर खुलेको हो। हजुर। तर पहिलेदेखि चाहिँ अब कहिले हुसु लाग्ने, अब यिनी हिमालहरू चाहिँ देख्दै नदेख्ने होइन। अनि उता अहिले जस्तै पाटनारातिर घुम्न गएको छन् त्यतातिर अब नजाने होइन। हुसु लाग्यो भने चाहिँ के हेर्ने भनेर अब भेडाको बिचमा आउने फोटोसोटो खिच्ने जाने भिडियो बनाउने जाने गर्थे। भनेपछि हजुरले आज 1-2 दिनमा चाहिँ मौसम एकदम राम्रो छ भन्नुभयो होइन? हजुर हो। हजुर। हामी आउँदा पनि हिजोदेखि नै बुकी पाटनदेखि यहाँसम्म आउँदा मौसम त एकदमै राम्रो छ देख्यौँ हामीले पनि। मैले अर्को कुरा सोध्न चाहेको हजुरलाई, यहाँ जुन यो भेडा छ नि यो भेडा खासमा के प्रायोजनको लागि चाहिँ तपाईँले चाहिँ पाल्नुहुन्छ अथवा के को लागि चाहिँ गर्नुहुन्छ? खै हजुर अब हामी चाहिँ अब जस्तै अब विदेश जान सकिन्न हजुर। होइन। अनि विदेश गएर पनि अर्को देशमा गएर त्यो गुलामी बन्ने त हो होइन। त्यही भन्नु बरु चाहिँ अब विदेश जान नसके नि अब यो एउटा दुइटा भेडा भयो भने पालेर आफ्नै नेपालमा आफ्नै देशमा चाहिँ केही व्यवसाय गरौँ भन्ने सोच हो। र हामीले चाहिँ यो पालेर अब हाम्रो चाहिँ अब दसैँको सिजनमा तिहारको सिजनमा चाहिँ अब खारा भेडाहरू अनि ठुलो साँडोहरू कटाउने हो, बेच्ने हो। अनि चाहिँ अब अरू चाहिँ अब भर्खरका चाहिँ बच्चाहरूलाई चाहिँ अब हामीले पाल्ने हो। अनि चाहिँ पालेर चाहिँ अब हामी चाहिँ यहाँ चाहिँ यो ठाउँमा चाहिँ हामी जेठको महिनामा आउँछौँ। हजुर। जेठको महिनामा आएर जेठ असार साउन भरौ अब भरौ 23-24 गतितिर हामी हिँड्छौँ। भनेपछि यहाँबाट 4 महिना जति बसेर हजुर तलतिर झर्नुहुन्छ? हजुर। हामी चाहिँ यहाँ 4 महिना बसेर अनि कोही अब यता बागलुङको निसी खोला, कोही चाहिँ अब रोल्पा, म चाहिँ पूर्वी रुकुम हो। पूर्वी रुकुम टकसेरा अहिले वडा चाहिँ 11 नम्बर छ। पहिलेको चाहिँ अब पुरानो चाहिँ 7 नम्बर वडा हो, अहिले 11 नम्बर छ। त्यो अब एउटै जिल्ला अब 2टा हुँदाखेरि अब 11 नम्बर वडा बनाएको छ। म चाहिँ पूर्वी रुकुम हो। अनि म चाहिँ अब यहाँबाट चाहिँ हिँडेपछि अब जस्तै यो निसेलढोर भन्छ तपाईँको यो धोरपातनदेखि अलि तल निसेलढोर भन्छ। निसेलढोरदेखि चाहिँ पुल तरेर जानुपर्छ। अनि अहिले चाहिँ अब गाडी बाटो त जोरा छ। तैपनि अब हामी त्यो बाटो जानु हामी त अब त्यो भेडा बाख्रा अब चराउनै हिँड्ने हो। भनेपछि तपाईँहरूले यो भेडा राति पनि यहीँ राख्नुहुन्छ? हजुर, राति पनि यहीँ बाहिरै हो। पानी परे पनि नपरे नि यहीँ बाहिरै हो। मैले एउटा कुरा सुनेको दाइ होइन, जस्तो यो भेडालाई चाहिँ हेर्ने भोटे कुकुर हुन्छ अरे भन्ने सुनेको थिएँ, के हो यो साँचो हो त? यो चाहिँ यस्तो दिनमा चाहिँ होइन, रातको लागि चाहिँ हो। भनेपछि राति तपाईँहरू चाहिँ कहाँ भेडीगोठमा बस्नुहुन्छ? हजुर, हाम्रो गोठ त्यही डाँडामा छ, त्यो पारी डाँडामा छ, त्यहीँ बस्छौँ हामी। अनि कुकुरहरू चाहिँ वरिपरि हुन्छ। अनि जस्तै अब मानव एउटा कुराले उदाहरण कुराले अब भालुहरू त आउँदैन, बाघ भालुहरू त आउँदैन। चोर चकार आए पनि अब चोर चकारलाई पनि अब त्यो कुकुरले नै कायम गरिहाल्छ। ओके, भनेपछि उनीहरूले रेख्दै गर्छ। हजुर। जस्तै अब राम्रो मान्छे आउँछ भने त बोलाइहाल्छ नि त होइन। बोलाइहालेपछि अब को के हो भन्छौँ नि हामीले, ल कुकुर समाइदिनुहोस् अब हामी आउँछौँ त्यहाँ बास बस्नु पऱ्यो भन्छ होइन। अनि चाहिँ नबोलेर आउनेलाई चाहिँ अब हामीलाई चाहिँ त्यसमा चाहिँ हामीलाई चाहिँ सरकार छैन। हजुरले भन्नु खोज्नुभयो चोरी चकारी पनि हुन्छ भन्नु खोज्नुभयो यहाँबाट चाहिँ अब पहिले चाहिँ हुन्थ्यो, अहिले चाहिँ हुँदैन। अहिले ठिक छ, अहिले चाहिँ एकदम आराम। ओके, हुन्छ दाइ, हस्। तपाईँले यति धेरै यो बारेमा हामीलाई इन्फर्मेसन दिनुभयो त्यसलाई हजुरलाई धेरै धेरै धन्यवाद। नमस्ते, थ्याङ्क यू सो मच।
आज चाहिँ हामी टिकाधाराबाट फर्केर आएर बुकीपाटनमा नास्ता खाएर अब ढोरपाटनलाई हामी जाँदैछौँ। हाम्रो चाहिँ बसाइ चाहिँ हाम्रो यहाँ हाई अल्टिट्युड तथा टेन्ट स्टेमा बसेका छौँ होइन। अनि मसँग चाहिँ अहिले हाम्रो हाई अल्टिट्युड क्लोथ तथा टेन्ट स्टेको सञ्चालकज्यू हुनुहुन्छ। हजुरको शुभ नाम? मेरो चाहिँ राम घरती मगर। ओके, मैले हजुरलाई सोध्न चाहेको कुरा चाहिँ कस्तो भनेदेखि जस्तो कोही मान्छेहरू जस्तो प्याकेजमा आउनुहुन्छ, कोही इन्डिभिजुअल आउनुहुन्छ होइन। इन्डिभिजुअलमा आउँदा के फरक हुन्छ र प्याकेजमा आउँदा के फरक हुन्छ, हजुरलाई के लाग्छ त्यसमा? यस्तो हुन्छ, इन्डिभिजुअल आउनु र प्याकेजमा आउँदा चाहिँ अब यहाँ आएपछि चाहिँ अब जस्तै प्याकेजमा आएको मान्छेहरूलाई चाहिँ हामीले चाहिँ त्यो एक्स्ट्रा त्यो चार्ज लिँदैन। त्यो जस्तै हामीले तातो पानीहरूको बढी एक्स्ट्रा खाएपछि हामीले त्यसको जस्तै प्याकेजमा आएकोलाई चाहिँ हामीले बढी एक्स्ट्रा पानी तातो पानी खायो भने त्यसको चार्ज दिँदैन। इन्डिभिजुअल मान्छे आयो भने चाहिँ हामीले जस्तै 1 थर्मसको ठाउँमा 2 थर्मस लग्यो भने चाहिँ हामीले 1 थर्मस चाहिँ हामीले एक्स्ट्रा दिनुभयो र 2 थर्मस चाहिँ तातो पानी लग्यो भने चाहिँ त्यसको 1 थर्मसको चाहिँ हामीले एक्स्ट्रा पेमेन्ट दिनुपर्छ। किनभने चाहिँ हाम्रो यो चाहिँ अब तल ढोरपाटनदेखि ग्यासको समस्या छ या ग्यासदेखि बाल्नुपर्छ, त्यही कारणले चाहिँ हामीले एक्स्ट्रा पेमेन्ट चाहिँ लिनै पर्छ। ओके, अनि मैले अर्को कुरा सुन्न चाहेको जस्तो हाम्रो यो बुकीपाटन अथवा टिकाधारामा जुन बेस्ट सिजन हुन्छ नि, त्यो चाहिँ कहिलेदेखि कुन महिनादेखि कुन महिनासम्म चाहिँ हजुरलाई के लाग्छ? तपाईँको अहिलेको चाहिँ टिकाधाराको बेस्ट सिजन भनेको चाहिँ भयो असारदेखि सुरु हजुर। असारदेखि बेस्ट सिजन चाहिँ असारदेखि सुरु। त्यति बेला चाहिँ असारतिर चाहिँ फुल फुलेको हुन्छ टिकाधारातिर र बुकी फुलहरू फुलिसकेको हुन्छ। अहिले चाहिँ तपाईँको साउन भदौतिर पनि हिमालयहरूको रेन्ज त्योहरू हुन्छ, तर फुलहरू चाहिँ ओइलिसकेको हुन्छ। त्यो बेला चाहिँ बेस्ट सिजन भनेको चाहिँ असारदेखि यता सर। ओके, भनेपछि बेस्ट सिजन चाहिँ असार सुरु भएपछि साउनदेखि सुरु सर। असारको अन्तिमदेखि सुरु सर। असारको साउनदेखि साउनको अन्तिमसम्म चाहिँ लगभग फुलहरू देख्न पाइन्छ होइन? हजुर, अहिले पनि देखिरहेको छ, तर त्यो सिजनको जस्तो अहिलेको सिजनमा हुँदैन। पहिलाको सिजन जस्तो अहिलेको चाहिँ हुँदैन। ओके, अनि अर्को कुरा मैले बुझ्न चाहेको चाहिँ के भने जस्तो कोही मान्छेहरू यहाँ आउँदाखेरि कसैलाई बिरामी हुने, हाई अल्टिट्युड सिकनेस हुने त्यस्तो खालको तपाईँले समस्या भोग्नु भएको छ कि छैन? त्यसको लागि समस्या भोगेछ हामीले। जस्तै अब कसैलाई हाई अल्टिट्युड लाग्यो भने चाहिँ हामीले मेडिकल औषधिहरू, मेडिकलको सबै सामानहरू हामीसँग अल्टिट्युडदेखि लिएर बिरामीदेखि लिएर सबैको औषधिहरू छ। र इनकेस के अरे निकै नै गाह्रो भयो भने चाहिँ हामीले चाहिँ तल चाहिँ जसरी भए पनि तल ढोरपाटनसम्म जसरी नै हामीले घोडामा नभए पनि मान्छेले बोकेर भए पनि हामी तलसम्म चाहिँ त्यो गरिदिन्छ। भनेपछि अथवा हाम्रो यहाँ कोही पनि ढोरपाटन बुकीपाटन अथवा टिकाधारा कोही पनि आउन चाहनुहुन्छ उहाँहरू चाहिँ, अथवा मलाई चाहिँ अलिकति सिक्नेसको प्रब्लम हुन्छ भन्ने त्यस खालको चाहिँ उहाँलाई समस्याको छ भने चाहिँ यहाँनिर चाहिँ एटलिस्ट त्यस खालको समस्या भयो भने हजुरले त्यसको समाधान गर्ने अथवा मेडिकल टिम अथवा तल पुर्याउन सक्ने सबै चाहिँ हजुरले व्यवस्था गरिदिनुहुन्छ होइन? त्यो चाहिँ हामीले गर्छौँ। जस्तै इनकेस सिकिस्तै भएकोलाई चाहिँ हामीले सिधै आरक्षीलाई फोन गरेर या हेली मगाउनुपर्छ भने हेली या हेली त्यो भएन भने अलि हुनुहुन्छ भने चाहिँ सिकिस्तै भएकोलाई हेलीसम्म चाहिँ मगाउन सकिन्छ। र अलि भएको छैन भने हामी मान्छे यही सञ्चालकहरू मिलेर चाहिँ बोकेर भयो भने तलसम्म चाहिँ लान्छ सर। ओके, अनि अर्को कुरा जस्तो यहाँ चाहिँ तपाईँहरू कुन महिनादेखि चाहिँ यहाँ स्टार्ट गर्नुहुन्छ अथवा कुन महिना चाहिँ सकिन्छ हजुरको यो टेन्ट अथवा यो बस्ने खाने व्यवस्था गर्नुहुन्छ नि, त्यो चाहिँ कुन महिनादेखि सुरु गर्नुहुन्छ? हामीले चाहिँ जेठ महिनादेखि सुरु गर्छ सर। असोजको लास्टसम्म हो। अहिले चाहिँ आरक्षीले नदिएको कारणले भदौको अन्तिम मिति तोक्दैछ, त्यही भदौको अन्तिमसम्म बसिन्छ सर। भनेपछि 3 महिना चाहिँ हजुरले लगभग 3 महिना चाहिँ हजुरले यहाँनिर चाहिँ सुविधा दिनुहुन्छ होइन? अनि त्यसपछि जस्तो भदौ पछि पनि कोही मान्छे यहाँ घुम्न आउँछ विन्टर सिजनमा भने चाहिँ त्यसको लागि चाहिँ के हुन्छ, कस्तो उहाँले कस्तो व्यवस्था गर्नुहुन्छ तपाईँ? त्यसको लागि चाहिँ विन्टर सिजनमा आउनुहुन्छ भने चाहिँ तलदेखि जस्तै घोडामा लिन्छ, अनि घोडादेखि लिएर चाहिँ त्यो बेलामा हिउँ पर्छ नि त, त्यो कारणले मान्छेहरू माथि आउन सक्दैन। तलदेखि या हिउँहरू हेरेर घोरल झारलहरू यहाँको जनावरहरू हेरेर बिहान मर्निङ आउने, नाइट चाहिँ ढोरपाटनै गएर बस्ने,
त्यो चाहिँ ओके व्यवस्था गर्नु। ओके भनेपछि ढोरपाटनसम्म आउनु पायो, त्यसपछि गएर मर्निङमा उहाँहरू आएर बेलुका चाहिँ फेरि बस्नुलाई चाहिँ तलै झर्नु पऱ्यो होइन? त्यतिखेर चाहिँ यहाँ बस्ने व्यवस्था चाहिँ हुँदैन होइन? त्यो बेलामा चाहिँ ओके हुन्छ। तपाईँले हामी यहाँ आयौँ, तपाईँले हाम्रो सत्कार गर्नुभयो, राम्रो खुवाउनुभयो, मिठो ल्याउनु, राम्रो बोल्नुभयो, हामी पनि एकदमै धेरै खुसी छौँ होइन? तपाईँले जुन एउटा व्यवस्था गर्नुभयो, हामी एकदमै एभ्रिसी तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र तपाईँले जुन इन्फर्मेसन दिनुभयो त्यसको लागि फेरि धेरै धन्यवाद दिन्छु। थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू। हरेक नेपालीले सुनेको र हरेक नेपालीहरू आउन चाहने र विश्वको मानिसहरू आउन चाहने नेपालको पर्यटनको ढुकढुकी पोखरामा हिजो हामी आइपुगेका छौँ। ढोरपाटनको यात्रा हामीले सकाएर हिजो राति लगभग 12-1 बजीतिर हामी आइपुगेका छौँ र हाम्रो यात्रा अब हाम्रो ढोरपाटनको यात्रा यहीँ समाप्त हुन्छ र हाम्रो यात्रामा व्यवस्थापकीय रूपमा सहयोग गर्नुहुने हाम्रो नेपाल एडभेन्चर टिम र हाम्रो यात्रामा सँगै सहयात्रा गर्ने सम्पूर्ण टिमलाई सम्झिँदै उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो क्यामेराम्यानमा सहयोग गर्नुहुने हाम्रो दिप्सन राईलाई पनि सम्झिँदै र उहाँलाई पनि धन्यवाद दिँदै हाम्रो ढोरपाटनको यात्रालाई यहाँ समाप्त गर्दै आगामी दिनहरूमा पनि फेरि सहकार्य गर्ने हाम्रो अवसर मिलोस् भन्दै यो मेरो भिडियोलाई पुरा हेरेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै आज हाम्रो ढोरपाटनको यात्रालाई यहीँ सकाउँदै आगामी अर्को एपिसोडमा फेरि भेट हुने बाचाका साथ अहिलेलाई बिदा हुन चाहन्छु। नमस्ते।